ल आयो क्या आयो ल गाइज दिस इज बिफोर अहिले चाहिँ हामी यस्तो दामी भ्यू छ है हामी अहिले यो लभली होटल भन्ने ठाउँमा चाहिँ घुम्न तपाईँलाई लभली गेस्ट हाउस दामी भ्यू देखिरहेको छ गाइज यहाँबाट हुन्छ गाइज दामी मजाको स्नो हेर्नु सक्नुहुन्छ यस्तो दामी छ अब चाहिँ यहाँ नास्ता खाना बोलाइराख्नु छ म चाहिँ नास्ता खाना गएँ वसन्ते पायो नास्ता मन ल्याएको ए ल दामी दामी ठिक छ त्यहाँ बसेर चाउचाउ खाइन्छ गाइज पानी नि भन न चिया नि खाने पानी नि खाने ल यहाँ म चाहिँ चाउचाउ र चिया हान्न लागिसक्यो गाइज बसन्तै आऊ छिटो खाना गाइज हेलिकप्टर ओए धुलो उड्यो रेडी भइसक्यो न म गएँ पाएँ चिलमा मान्छे चिलमा म त रेडी पनि भएन निस्किन लागिसक्यो झोला प्याक गरेँ होइन मैले जमजम रेडी भयौँ हामी प्याकिङ स्याकिङ गऱ्यौँ है अब चाहिँ हामी घोडा तबेलाबाट हामी निस्किन लाग्यो घोडा तबेला लभली गेस्ट हाउसदेखि अब हामी जाने खाना खानालाई मेमोरियल गेस्ट हाउसमा चाहिँ हामीले मेमोरियल गेस्ट हाउसमा चाहिँ हामीले खाना खाइन्छ गाइज अनि 3 घन्टा लाग्छ भन्छ 5 किलोमिटर थियो मैले हेर्दाखेरि चाहिँ अनि त्यसपछि खाना खाएपछि चाहिँ हामी आज क्यान्जिन गुम्बामा गएर बस्छौँ अनि त्यहाँ हाम्रो हालत कस्तो हुन्छ सके पार भोलि बिहान उठेर क्यान्जिन चढ्न पनि ट्राई गर्छु है सके पार है हेरौँ पहिला उठ्न सक्नु पऱ्यो अनि आफ्नो हेल्थ कस्तो हुन्छ है त्यो नि हेर्नु पऱ्यो त्यसपछि चाहिँ बल्ल हुन्छ उतै माथि होला है हामी जाने सायद माथितिर ल गाइज हामी हिँड्न सुरु गरौँ है यहाँ मलाई दुईवटा साइड ब्याग भिडाइदिएन झोला नभएर हाम्रो निशान दोस्तले गाह्रो भयो अरे होइन त्यही भएर चाहिँ बोकिदिएको छु है अब माथि जाम हाम्रो दाइहरू हुनुहुन्छ अगाडि हामीसँग लास्टमा निस्केको गाइज चिलमा निस्क्यो हामीलाई के हतार छैन गाइज चिलमा पुग्ने चाहिँ एउटै ठाउँ हो ढिलो गऱ्यो नि छिटो गऱ्यो नि आनन्दले रेस्ट लिँदै जाने होटलको नाम मेमोरियल गेस्ट हाउस खाना खाने गाइज हामी थाक्यौँ होइन 10 मिनट हिँडेर बिच खान लाग्यो मैले ज्याकेट लाएको थिएँ मैले ज्याकेट खोलिदिएँ गाइज गरम भयो क्या त्यो त भाइ भयो क्या हामी यहाँ पुलमा छौँ है यो पुलको सहारा चाहिँ यो डन्डा अरे गाइज यो डन्डाले
पुल धानेछ है गाइज अनि त्यहाँ कुद्यो डन्डाले आमा कति रिक्स हौ जाम जाम ए नपल्टिस पल्टिएन हामी हिँडेको यस्तै लगभग 15 मिनट भइसकेको छ गाँड फाटिसकेको छ गाइज हाम्रो केही छैन हामी आनन्दले हिँड्ने थाक्ने बित्तिकै रेस्ट हो गाइज हाम्रो आफूलाई फोर्स गर्दै हिँड्ने होइन मजा आइरहेछ गाइज मलाई त हामीलाई गाइज हामी अब यत्रो उकालो चढ्यौँ एकछिन यहाँ घोडा आएर रेस्ट लिइरहेको छौँ हामी रहेछ गाइज यति उकालो चढेपछि त यहाँको भ्यू त दामी यार कहाँ यता त यो त बिहानको हो कता जान्छ कता हो यति त होला नि ल गाइज हामी चाहिँ अहिले यो 3140 मिटर्स माथि आएको छौँ गाइज स्याहाँ भइयो एडिट सिग्नेसमा लाग्यो थियो हामी चाहिँ गाइज हाल्नु न चाहिँ नि गाइज क्या मजा छ कि बाटो यस्तो दामी छ पछाडि टुरिस्टहरू आउँदैछ गाइज त्यहाँ टुरिस्टहरूलाई क्या मजा आइरहेको छ कि मैले हेरिरहेको छु त्यो टुरिस्टहरूलाई है हिजोदेखि हामीसँग सँगै ट्रिक आउँछ क्या तिनीहरू बाटोमा 3 दिन भयो देखिरहेछन् हामी एउटै ठाउँमा बसिदिउँ अब यहाँ यस्तो दामी छ हिँड्न नि मजा आइरहेको कि मलाई सबै बनाउनु मन लागिरहेको छ के गर्नु तर स्पेस छैन हेर्नु फोनमा के गर्ने यहाँ लाङटाङ अब छिटो पुग्नु पर्यो गाइज हामी कति उकालो चढेर हाम्रो फाटिसकेको छ गाइज है अहिले यत्तिको माथिसम्म त आयौँ कहाँ तलदेखि यहाँ नजिकबाट हिमालको भ्यू चाहिँ डेडली छ कि हेरेर हुन्छ कस्तो बवाल देखिरहेको छ कि त्यहाँ स्नो देखिराख्नु होला है अम्बो जुम गरिदिन्छु म ओहो दामी देख्छ यता जान्छ त्यही अघिनेकै हो हिमालहरू त त्यत्रो चढ्न अझै 1 घन्टा लाग्छ अरे खाना खाने ठाउँमा अब अझै 1 घन्टा हिँडिन्छ 1.5 घन्टा हामीलाई यस्तो हिँड्ने त 1.5 घन्टा लाग्छ होला गाइस मैले एउटा खतरा ठाउँ देखेँ लाङटाङमा पनि माथि आएपछि एउटा क्याफे रहेछ है गाइस राम्रै तपाईँलाई उकालै उकालो त्यही चाहिँ म जाने 1 घन्टा लाग्छ भनेको हो त्यही हो अरे के त्यो पिङ्क कलरको होटल छ नि हो त्यो हाम्रो मेमोरियल होटल हो के
टाढा छ अझै गाइज ल यार यत्रो त्यहाँसम्म पुग्न गाइज हामीलाई 1 घन्टा लाग्छ कि यही अब भात खान्नौ बाटो हेर्छौँ चाहिँ गाइज कस्तो छ बाटो हामीलाई यहाँबाट यस्तरी तल गएर गाइज यस्तरी तल गएर वहाँ पुगेर बल्ल वहाँ जाने अरे ए भगवान् कसरी जाने होला ओ सिट भयो नि त यार गाह्रो छ ट्रेक गाइज कस्तो अप्ठ्यारो बाटो छ चढ्नु पर्ने यार गाह्रो केटाहरू छन् पछाडि क्या हावा लाग्यो त्यो चिज बोतली छ बाटो चाहिँ यहाँ यस्तो के बनाएर छन् मेमोरियल केही होला प्रमुख सेनानी विक्रम थापाको नेतृत्वमा श्री हामीलाई भात खान आएको छिटै न अझै घन्टा हिँड्न औ बल्ल बल्ल यत्रो उकाल चढ्यौँ लाङटाङमा आइसक्यौँ गाइज यही हो गाइज लाङटाङ भ्याली हुन्छ गाइज अब हाम्रो के थियो अरे होटलको नाम मेमोरियल खोल्नु पऱ्यो है लाङटाङ भ्याली यही गाइज ल टाइम भएको हेर न रातो छ के हो त्यस्तै हो मेरो पनि रातो भयो ओके लाङटाङ भ्याली मेरो पनि हिँड्यो त ल्याङटाङको बोर्डको आरामा लाङटाङमा लाङटाङमा मुस्ताङमा गानालाई पनि लाङटाङमा गराइदियो गाइज यही गाइज लाङटाङ भ्याली हो माथिबाट हेर्न पाएँ थियो तर त्यस पाइएन म माथि डाँडा चढ्यो अरे भएर जाँदा के अरे डाँडा चढेर हेर्न पाइहाल्यो अरू माथि होला यस्तो के रहेछ राम्रो रहेछ ठाउँ त तर मलाई राम्रो लाग्यो दामी छ गाइज हामी हाम्रो मेमोरियल गेस्ट हाउसमा आइसकेका छौँ फाइनली लाङटाङ भ्याली कस्तो छ गाइज चिसो त कस्तो भयो यार लास्टै चिसो यार गाइज हामी अब भित्र जाँदैछौँ है भित्र गएर अब खान्छौँ खाना पाइ बोल्न आउँछ मलाई नि पहिला माथि हिँड न बाथरुम राम्रो छ माथि नै होला ए गड यार ठेसको रहेछ ठेसकोले गड्यो कि कस्तो
कति घन्टा ढिलो भयो नि कति घन्टा ढिलो 1 घन्टा ढिलो 1 घन्टा ढिलो हेर्न ब्याग के दुई रुडाले बोक्दाखेरि गाइस हामी खानालाई अब खाना खाइयो सब गइसके हामी 3 जना मात्र बसेका छौँ कपडा हल्का छोड्यौँ हामीले एकैछिनमा निस्किन्छ गाइस थकेला चिसो हावा चल्यो रेस्टहरू आउँदैन गाइस अब हामी फेरि हिँड्न लाग्यौँ है बिरामी भएर जस्तो लास्टै चिसो हावा चल्यो एकदम बिरामी नभइदियो हुन्थ्यो अझै हामीलाई 6 किलोमिटर हिँड्न 4 घन्टा अब हाम्रो हिँडाइले 5 घन्टा भनौँ न हाम्रो बसन्ती दोस्तलाई देखाउ त लौलो छोडेर लौलो लिएर आएर बसन्ते यसो माथि माथि देखाउ चिप्लो चिप्लो फोन चिप्ले ल बन्द हाल्यो लङटाङ भ्याली कटिङ लाग्यो गाइस भरे दाइहरू उहाँ पुग्नुभएको छ डाँडामा हुनुहुन्छ दाइहरू आज चाहिँ हामी क्यान्टिन गुम्बासम्म पुगेर बस्ने थियौँ डेस्टिनेसन भनेको होटेल सुपर क्याम्प भन्ने चाहिँ दामी छ अरे गाइस घोडा देखाउनु दाजु गाइस हजुरहरूलाई दामी छ घोडा हो जामजाम लाङटाङ भ्याली गाइस कटिन लाग्यो This way अरे यतिको होइन प्लिज दिस वे भनिरहेको छ प्लिज दिस वे भनिरहेको छ यता कता हो जाने चाहिँ प्लिज हेर्नु कसै लेखेछ प्लिज छोइदिउँ दलदल भन्दैछन् केटाहरूले घोडा चलिरहेको पानीमा माथि पुग्यो नि माथि पुगेपछि लाङटाङ भ्यालीको राम्रो भ्यू देखिन्छ होला गाइस गाइस हामी चाहिँ लाङटाङ भ्यालीदेखि अलि माथि आएको छौँ उकालो चढेर हावा त बेसरी लागिरहेको छ अरे गाइस यार यो चिसो नभए नि हावाले चाहिँ बिरामी गराउँछ यस्तो चिसो हावा लागेको छ यो घाम लागेको मतलबै भएको छैन कि हामी चाहिँ मजा आएको मलाई त क्यामेरामा त्यति देखेको छैन तर यहाँ आफ्नो आँखाले हेर्दा चाहिँ एकदम राम्रो छ गाइस म चाहिँ यस्तरी हिँडिरहेको थिएँ होइन अनि यस्तरी हिँड्दा चाहिँ मैले कस्तो दामी देखेँ गाइस हेर्न सक्नुहुन्छ आहा कति राम्रो हो क्या हेरेको मैले 5 मिनट त मैले यति हेरेर बसेँ कि मैले हेरेर भ्याएर बल्ल भिडियो गरेको थिएँ गाइस पाल्ल परेर हेरेँ गाइस मेरो अन्त कहीँ गएन त्यही त्यो पहाडमा पहाड त्यो हिमालमा मात्र गयो कि यो कस्तो दामी हो यहाँ मरेको होला लास गाडीको होला सायद है कस्तो दामी छ क्या
गाइज हामी लाङटाङ भ्यालीभन्दा थोरै माथि आइसक्यौँ। थोरै माथि होइन अलि ठिकै माथि भनौँ न, माथि नै हो। यस खेर थाकिसक्यो। अझै हामीलाई टोक्कै लाग्छ होला 4 घन्टा जति क्यान्टिन गुम्बासम्म पुग्नलाई। वरिपरि पुरा पाहाडै पाहाड छ कि कस्तो दामी छ गाइज। हामी चाहिँ यहाँ आइसकेछौँ है, अलि माथि सायद अझै 1 किलोमिटर हिँड्नु होला। अलिकति टुरिस्टहरू आइरहेको चाहिँ यस्तो भिडियो गर्नु मन लाग्यो मलाई चाहिँ। हुनुहुन्छ यस्तो मजा आइरहेको नि गाइज, मलाई चाहिँ हेर्न सक्नुहुन्छ कि गाइज भ्यू। मलाई अहिले थकै नै लागेन क्या भ्यू देखेर। एक त उकालो पनि छैन गाइज है, सम्म बाटो खै यति थकै लागेन है। तर अझै कति टाढा हो यार, मलाई कतिखेर पुगेर सुताम त भइरहेको छ गाइज होइन। कस्तो दामी हो क्या हेर्नु न यार, मलाई आँखा त कस्तो खिची गर्नु मन लाग्यो क्या अहिले त। हामी चाहिँ अहिले क्यान्जिन गुम्बासम्म जानु लाग्यो। लाङटाङ हामी कटिसक्यौँ, लाङटाङ भ्याली है। क्यान्जिन गुम्बा गएर आज बसिन्छ, सके पार भोलि बिहान उठेर क्यान्जिन गइन्छ, सकेन भने क्यान्जिन गुम्बै घुमेर यस्तै ग्लेसियर लेकहरू कता कता घुमेर चाहिँ हामी फर्किन्छौँ गाइस। हामी त उसले कुदिरहनु मलाई, तर केही चिन्ता छैन, महिनाभन्दा अगाडि पुगिदिन्छु। महिना भ्लग बनाउनु लाएर हो गाइस। यत्रो उकालो चढ्यौँ गाइस है। हामी क्यान्जिन अरे क्यान्जिन गुम्बा जाँदैछौँ गाइस। हाम्रो अहिले बाटो चाहिँ 1.5 घन्टाको छ अरे, बाटो मिल्न सोधेको 2 घन्टामा पुग्नुहुन्छ भनेको त 2 घन्टामा त सजिलै पुग्नुहुन्छ भन्नुभयो। 4 लाखको गाइस। यहाँ माथि अलि राम्रो रहेछ कि, फेरि यहाँ कस्तो देखाउनु मन लाग्यो मलाई। भुवाल छ कि भुवाल, हो कस्तै भुवाले गाइस। अब बस्नु त जोस्, उकालो चल्दा थाकिसकेको भुवाल छ गाइस, भुवाल। क्यामेरा आउँदाखेरि आँखामा त कस्तो दामी छ नि, हेर्दा आँखै निक्लेला जस्तो भयो गाइस मेरो त। यस्तो दामी ब्युटिफुल छ क्या, लास्टै ब्युटिफुल छ कि गाइस। नजिक पुग्न पाए हुन्थ्यो है, कति ब्युटिफुल हो नि यहाँ। जमजम गाइस, स्टिल फाइन कन्डिसनमा है म चाहिँ, केही भएको छैन। हेर्न सक्नुहुन्छ बाटो त्यति गाह्रो छैन गाइस, ट्रेक भएन जस्तो है, सजिलै छ। कता न कति एक दिन पुरै उकालो चढ्नु पर्ने, तर एक दिन चाहिँ पुरै यस्तोसम्म टाइपको रहेछ गाइस ट्रेक चाहिँ। उकालो पनि त्यति गाह्रो होइन, हल्का स्टेयर्स टाइपको उकालो छ, मतलब ढुङ्गा गर्दा बन्छ नि, मतलब हाम्रो त्यस्तो टाइपको। त्यस्तोमा चढ्न अलिक गाह्रो पनि हुँदैन गाइस, जब त्यहाँ ढुङ्गै हुँदैन नि, जस्तै ठन्डामा त्यस्तो अप्ठ्यारो चाहिँ क्या चढ्नु पर्ने उकालो पनि। यताबाट न सरी हुनु चाहिँ यता रेस्पेक्टको लागि होइन, यताबाट चाहिँ जाने गरे, उताबाट चाहिँ फर्किँदैन कि, यताबाट जानु हुँदैन अरे धान्ने, उताबाट गएन। हाम्रो बसन्त दोषले मलाई सम्झाइदियो गाइस होइन। रेस्पेक्ट के हो हेर्नु यार, ब्लड आयो यार, त्यही भएर फाल्तु स्टिकले हो कि त्यसको गढेर यार। माई रियाक्सन आफ्टर सिइङ दिस गाइज, कस्तो दामी देखेको छ कि क्यामेरामा त्यति कसम भनेको केही देखेको छैन क्यामेरामा होइन, आँखाले हेर्नुपर्छ आफ्नो आँखाले कसम। म त हेरै भयो क्या गाइज, म त हेरेको गर्न मन लाग्ने यार। यहाँ हिउँ पर्दो रहेछ त्यो साँझतिर, रातितिर यहाँ पाहाड छेउछेउमा हिउँ रहेछ।
भोलि जे होस् हिउँ खेल्न पाइन्छ राति नि पर्ला नि गाइज यार पऱ्यो यार गाइज हेर्दा त यार परेको क्या अझै पनि ऊ त्यहाँ माथि हो क्या अझ ऊ त्यहाँ चाहिँ कस्तो दामी देखेको छ कि गाइज हेभेन त्यो हेभेनमा एन्ट्री गर्ने ठाउँ हुन्छ नि गाइज त्यस्तै देखेको के कस्तो दामी छ कि गाइज हाम्रो लोराङ्गेहरू आइरहन् एउटा लोराङ्गे उहाँ रहेछ कति ढिलो हिँडेको यार अलि छिटो हिँड न यार थाक्यो ढाड चस्स भएछ ए ऊ त्यो मान्छेसँग भ्याएकै छैन त्यो पनि त्यति ढिलो गरे हो यो अल्छीको ढ्याङ्ग्रो म अन्त नि अल्छीको ढ्याङ्ग्रो म हिँडेछु यार आऊ यार उकालो होइन यार उकालोमा नि यस्तो अल्छी नगर नि तिमीहरू ल गाइज जाऊ हामीले आफ्नै डेस्टिनेसन पत्ता लगाइसकेको छौँ गाइज ऊ त्यो सिधै सिधै देख्नु भएको छ गाइज त्यो त्यो चाहिँ म आशा राख्छु कि त्यो क्यान्टिन गुम्बा है गाइज है क्यान्टिन होला त्यहाँसम्म पुग्नु छ गाइज ए भेजा 1.5 घन्टामा त्यहाँसम्म पुगिन्छ ए ल ए गाइज हामीलाई 3 घन्टा लाग्छ है 1.5 घन्टा पुगिन्न त्यहाँ लास्टै डाँडा छ हौ त्यो त ल यहाँ साइडमा दामी खोला गाइज फेरि हामी प्रकृति हेर्न पाछौँ राम्रो खोलाहरू पहाडहरू हिमालहरू जनावरहरू सबै हेर्न पाऊँ गाइज है त गाइज म त झ्यामझुम हिँड्दैछु गाइज क्या पराएछु कि केटाहरू त ऊ त्यही यार यहाँ त किनारा डाँडा ढाके छ देखेँ क्या के टाढे हन् अब यहाँ हिमाल हेरेर बस्छु गाइज म ल गाइज सायद चाहिँ मैले उकालो चढेर भ्याएँ है 4-5 जना 1 2 3 4 5 6 7 जना लगभग मेरो पछाडि छन् गाइज लास्ट टाइम मान्छेले त्यो क्याचअप हान्थ्यो गाइज आउँदैछन् 2 जनाले ग्राउन्ड फाटेर हिँड्नलाई 4 जनाको भनौँ न मेरो साथीहरूलाई नि हुनु मेरो पार्टनरहरूलाई क्यान्टिन गुम्बा त्यही होला सायद है त्यहाँसम्म पुग्न पाएँ आनन्दले बस्न पाइन्छ है गाइज चाहिँ खोलाको आवाज सुनेको क्या मिठो होइन गाइज म त्यो कस्तो यहाँ भ्लग मन लाग्यो पहाडै वरिपरि नै वरिपरि पुरै हिमाल छ गाइज हेर्न सक्नुहुन्छ यता चाहिँ यो नि हिमाल त हिमालै हो गाइज तर त्यहाँ घुम्नु परेको छैन दिउँसोसम्म चाहिँ थियो होला है अलिअलि माथि टुप्पातिर छ हल्का अहिले त पुरै पग्ली जस्तो छ र चाहिँ हल्का रेस्ट पनि भयो मलाई भ्लग गर्दाखेरि म फेरि हिँड्छु गाइज हेर्न सक्नुहुन्छ बादल हामीभन्दा कति नजिक छ है हामी 3700 मिटर माथि आइसकेका छौँ है क्यान्टिन त अझै 47 मिटर माथि छ अरे यस्तो दामी देखिएको छ कि पुरा हेर्नु बादल यही नजिकै छ अरे पुरै बादलहरू तर पुरै त्यो बादल भन्ने कुहिरो हुने कुहिरो जस्तै हुने चाहिँ बादल त सब कुहिरो जस्तै छ क्या होइन बसन्ते उहाँ पुगिसके त्यही जस्तो यहाँ के रहेछ आफै घुमेर पानी आइरहेको छ तलबाट तल पनि रहेछ थाहा जस्तो के भयो थाकेला बस म नि बस्छु अब गाइज हामी फाइनली हाम्रो ग्याङसँग क्याचअप गरिसकेका छौँ हाम्रो डेस्टिनेसन चाहिँ होइन गाइज ऊ त्यो झलुङ्गे पुल छ नि त्यहाँदेखि चाहिँ 10 मिनटले यहाँ हामी चाहिँ यस्तो दामी सन लगाइरहेको छ गाइज सक्नुहुन्छ कस्तो बवाल देखिएको छ कि कस्तो बवाल यहाँ त आइदिनु भयो बादल जस्तो देखेर डर लाग्छ
डरी पर्ला फर्स्ट टाइम देखेको यो कुहिरो होइन कि बादल हो क्या बादल त्यहाँ पछाडि हेर झन् कस्तो दामी देखियो पछाडि घाम टल्कियो के घाम टल्कियो कस्तो बवाल देखिएको छ यार गाई चाहिँ लभली है गाइस लभली वाइल्ड चेत्तै भएको छ गाई चाहिँ अघि पुरा हिमाल देखिरहेको थियो भने अहिले केही देखेको होइन ए भेजा गाइज देख्न सक्नुहुन्छ गाइज कस्तो दामी छ मजा आइरहेको छ है मलाई सब ढाके छ होइन हिमालहरू पुरै तर हरि मजाको छ लिएर होइन त कसलाई सिराजलाई लिएर हिँड्नु न तपाईँले मलाई आफूलाई कसले लिएर हिँडिदिने जस्तो भइरहेको चाहिँ गाइस पुरै कुहिरो लाहा हामी त्यहाँ पुलमा जाने यहीँ नजिकै छ तर देख्यो होइन कसरी जाने होला त्यति जानुपर्छ हिउँ पर्छ होला यहाँ त रातभरिमा त सब ढाकिसक्यो हामी भर्खरै यो पुल चढ्यौँ ए त्यहाँ हिउँ देखेको छन् नजाऊ ओ यहाँ हिउँ देखेँ कि यिनले ओ हिउँ खेलाउन हिउँ फर्स्ट टाइम हिउँ देख्दै हाम्रो साथीले नहाल्नु न चिसो हुन्छ के पर्छ भोलि बिहान पुरै यही हुन्छ जाम मलाई रुक गाइज हामी एकदम नजिक आइसकेका छौँ हिमालको एल्टिट्युड सिकनेस लागेको छ है गाइज हामीलाई चाहिँ स्याहाँ भइयो सास पनि गाह्रो भइरहेछ धेरै नै माथि हामी 4000 मिटर माथि नै आयौँ होला गाइज धेरै अहिले चाहिँ अलिकति गाह्रो भइरहेको छ टाउको दुखिरहेको धेरै चिसो भयो त्यो टाउको दुख्ने अनि खुट्टा दुख्ने भइरहेको स्याहाँ भइरहेको सास फेर्न गाह्रो भएर बसन्त एनर्जेटिकै खान ए रुगाई मलाई नछोडे नजाऊ म एक्लै हुन्छु हेरी त्यहाँ उहाँ पुगिसक्यो तिनीहरूलाई कुर्दा मै पछाडि पऱ्यो यार गाँड मलाई कस्तो चढेर आयौँ लास्टै थगेला स्याहाँ धेरै नै माथि आयो कि हामी दाइ त्यो कति मिटर माथि होला 4000 ठिक छ सकिन्न औडै गरा मलाई सास फेर्नै सकेको छैन थकै भन्दा पनि सास फेर्नु सकेन कि पराल छ गाइज हामी क्यान्जिन गुम्बा भन्दा नि माथि आयौँ यो क्यान्जिन गुम्बा हो गाइज यस्तो छ क्यान्जिन गुम्बा अल्झेरो भइसकेको छ उज्यालै आइराखेको छ हामी होटलकोतिर लाग्दैछौँ अनि होटलमा गएर एकछिन रेस्ट गर्छौँ खाना खान्छौँ अनि सुत्छौँ कहाँ कता ए यहाँ आइस जमिरहेको रहेछ त्यहाँ नि आइस जमिरी छ गाइस हामी फाइनली होटल सुपर भ्यूमा आइसकेका छौँ फाइनली अब चाहिँ मजाले रेस्ट गरिन्छ सुरुमा चाहिँ सुपर भ्यू होइन बसन्ते फाइनली कति बजे 7 बज्न लाग्यो होला
8:30 बजी हिँडेको 6:30 बजी फाइनली दिस इज आवर रुम टेस्ट गर्छु यार म त आहा सन्ध्यालाई गरिदियो कि त ब्याग कि बोकेर हो र आकृतिहरू बसेको थियौँ तिम्रो तल हामी चाहिँ अब होटेल खाना खान लाग्यो अब हामी खाना खान्छौँ अनि हामी सुत्दिन्छौँ गाइस